सभा का प्रमुख अतिथि, पूर्व मंत्री, वरिष्ठ राजनीतिज्ञ, पूर्व सांसद मंच का अध्यक्ष माननीय ओमकार प्रसाद श्रेष्ठ जी, नेपाली कांग्रेस का केंद्रीय सदस्य, पूर्व मंत्री, अतिथि सभा सदस्य माननीय शंकर भंडारी जी, नेकपा एमाले का नेता प्रतिनिधि सभा सदस्य माननीय प्रेम महाजन जी, उपस्थित संपूर्ण अतिथि महानुभाव, पत्रकार बंधुगण, प्रमुख पार्टीहरूको विघटन यस तथ्यको परिचायक हो कि आफ्ना क्षुद्र स्वार्थका निम्ति मानिस धेरै तलसम्म गिर्न सक्छ। दलहरूको वर्तमान अवस्थाको मुख्य कारण सरकार तथा संगठन कुनै पनि मा आफ्नो निरन्तर सत्ता स्थापित गर्न प्रधानमन्त्री पदको अपार आकांक्षाले उत्तरदायी हुन्छ। राजनीतिमा महत्वाकांक्षा हुन्छ, तर आफ्नो व्यक्तिगत आकांक्षाको लागि मानिस कुनै दललाई विघटन टुक्रियाई दुई टुक्रा पारी यदि देशको राजनीतिलाई अस्थिरताको भुमरीमा पुर्याइदिन्छ भने यस कार्यलाई सहजै क्षमा गर्न सकिँदैन। खेदको कुरा के छ भने प्रमुख पार्टीहरूको यस अन्तर संघर्षमा कुनै पनि हतियारलाई अनुपयुक्त सम्झिएन। यस द्वन्द्वमा सत्यको घाँटी रेटियो, राजनीतिक चरित्रको हत्या गरियो, अनुशासनहीनतालाई पूजा गरियो, अमर्यादित आचरणलाई उत्तेजित गरिएको छ, अवसरवादितालाई अलङ्कृत एवं विश्वासघातलाई पुरस्कृत गरिएको छ। यसले गर्दा पार्टीहरू मात्र कलङ्कित नभएर सम्पूर्ण राजनीतिक जीवन र सारा राष्ट्र नै विकृत भएको छ। नेपालमा जहाँ राजनीतिलाई नैतिक अधिष्ठानमा उभ्याइयो र त्यसबाट प्राप्त साधनको पवित्रतामा बदलिने दर्शन जन्म्यो र हुर्क्यो, त्यही सत्ता विमुख अवसरवादी राजनीतिको विभक्त स्वरूप सामुन्ने आएको छ। यसले गर्दा लोकतन्त्रको भविष्यमाथि आशंका उत्पन्न हुन्छ। लोकतन्त्र त्यो व्यवस्था हो जहाँ घृणा नै नगरी विरोध गर्न सकिन्छ र हिंसा नै नगरी शासन सत्तालाई बदल्न सकिन्छ। लोकतन्त्रलाई विकृत गर्ने काम तिनीहरूले मात्र गरेका छैनन्, जसले भित्रभित्रैबाट संविधानलाई टुक्रा पार्ने घोषणा गरिसकेका छन्। लोकतन्त्रको संकट उनीहरूबाट पनि छ, जसले सत्तामा टिकिराख्न कुनै पनि मूल्य चुकाउन तयार हुन्छ। कुनै पनि मूल्यलाई उच्च र कुनै पनि हत्कण्डालाई सानो भनेर बुझ्दैन। सत्ता लोलुप राजनीतिको यसलाई रहस्यलाई बुझ्नु पर्दछ र अवसरवादी, सम्प्रदायवादी, प्रतिक्रियावादीहरूको घृणित गठबन्धनयुक्त जुनसुकै सरकारलाई विस्थापित गर्न कसिएर लाग्नु पर्दछ।
सर्वप्रथम यथास्थितिलाई बदल्नु पर्दछ। यथास्थितिलाई बनाइराख्नुको मतलब वर्तमान अभाव, विषमता र शोषणलाई कायम राख्नु हो। परिवर्तन राष्ट्रको चतुर्मुखी विकासको लागि हुनुपर्दछ, बाधक होइन। तत्कालीन नेपालको स्थिति, राजनीतिको वर्तमान अवस्थामा गहिरो साम्य देखिरहेको छ। त्यसबेला जस्तै आज पनि देशको भूभागमाथि देशी विदेशी प्रतिक्रियावादीहरूकै कब्जा छ। आजका शासकहरू सत्ता लोलुप र स्वेच्छाचारी छन्। अवसरवादी र चाटुकारहरूकै बोलबाला छ। विदेशी जासुस तथा पक्षमार्गीहरू बिना रोकटेक सक्रिय छन्। विघटनकारी शक्तिहरू टाउको उठाइरहेका छन्। राष्ट्र ज्वालामुखीको सङ्कटमा मुखमा आइसकेको छ। त्यसैले हामी सङ्कल्प गरौँ, राष्ट्र र राजनीतिक दल दुईटैको दृष्टिले राष्ट्र समयको चक्र तीव्र गतिले बढिरहेको छ। परिस्थिति काँचो माटोको समान छ।